हैन आधी सरै उकाएर लगेको रहेछ। अनि मलाई पनि याद भयो कि पहिला मैले पनि युज गरेको थिएँ भनेर हैन। यो के को बोक्रा भन्ने कुरा तपाईहरुलाई थाहा भइसक्यो होला। यस्तो छ है। म चाहिँ घाँसमा आएको थिएँ अनि घाँसमा आउँदा आउँदै यो चाहिँ देखि पाएँ अनि यसलाई चाहिँ लगेर राख्यो भने चाहिँ कसै बिरामी हुन्छ नि त पछि लडेर हैन। अनि यसमा चाहिँ चिप्ले किराहरू भयो, काँचो अन्डा, भिरमोरीको मह हैन, सिलाजीहरू अनि सिङ्ग्रीहरू लायो भने त झन् सर हप्तादेखि 10 दिनमै तपाईहरु जाती हुनुहुन्छ है त। प्राय हाम्रो यो गाउँ बस्तीमा चाहिँ डाक्टर कसैले खासै युज गरिँदैन। अनि यसरी यो पुर्खाहरूले चलाइरहेको औषधि नै हामी युज गर्छौँ प्रायः जस्तो। यसरी छाला तासेर सुकाएर यो 4-5 वर्षसम्म बिग्रिँदैन प्रियहरू है। 4-5 वर्षसम्म बिग्रिँदैन। यसरी छाला छिलेको छु मैले चाहिँ हैन। अनि यसरी छाला टन्नै छिलेको छु मैले चाहिँ यसरी हैन। यसरी छालाहरू छिलेको छु। सुबोर्ड चाहिँ यो तल्लै साथी यो चाहिँ यदि तपाईहरुले विश्वास लाग्दैन भने यसरी पहिला यो चाहिँ छाला छिलेर लगिसकेको हैन। यसरी छाला छिलेर लगिसकेको छ है त। यो मैले चाहिँ माथिल्लोपट्टि हैन, माथिल्लोपट्टि त यहाँ भएको मैले चाहिँ छिलेको छु। यो त तल फेदैबाट यसरी छिलेर औषधि युज गरिसकेको। यदि विश्वास लाग्दैन भने चाहिँ प्रियहरू है। अनि मैले चाहिँ यसरी छाला छिलिसकेको छु। म चाहिँ यतिखेर घाँसमा आएको खासै चाहिँ